भेजिटेबल सब्जी बनाउनु गइरहेको छु। यसमा चाहिँ मैले मिक्स भेजिटेबललाई लिएँ, त्यसपछि मैले अनियनलाई पनि चप गरेर राखेको छु है। त्यसपछि चाहिँ मैले स्प्रिङ अनियनलाई मजाले चप गरेर राखेको छु। त्यसपछि एउटा मैले कराईमा तेल राखेँ, त्यसपछि चाहिँ यो मिक्स भेजिटेबललाई चाहिँ ठक्कैसँगले लगाएँ। यसमा कुनै पनि अरू मसलाहरू लाउनु पर्दैन, सब्जीलाई मात्रै मिक्स भेजिटेबललाई मात्रै मजाले चलाएर त्यसपछि मैले अघि चप गरेको अनियनलाई पनि एड गरेर चाहिँ यसलाई मजाले चलाएँ है। चलाएर चाहिँ ठक्कैसँगले चलाउँदै पकाएँ। त्यसपछि मैले अलिकति सोया ससलाई एड गरेको छु है। त्यसपछि फेरि मजाले चलाएँ है। त्यसपछि मैले सेजवान ससलाई लिएको छु। सेजवान सस चाहिँ यसको मेन इन्ग्रिडियन्ट हो, त्यसले गर्दाखेरि सेजवान ससलाई चाहिँ अलिकति बेसी राखेको छु है। चाहिँ यसले नै यही नै मेन इन्ग्रिडियन्ट हुनाले चाहिँ यसलाई चाहिँ मैले अलिकति बेसी लिएको छु है। त्यसपछि फेरि मजाले चलाएर पकाएँ है। पकाएर चाहिँ यसलाई त्यस्तो बेसी सब्जीलाई बेसी पकाउनु पनि हुँदैन। त्यसपछि मैले यसमा सल्टलाई एड गरेको छु एकदमै स्वाद अनुसार है। त्यसपछि फेरि मैले मजाले चलाएर चाहिँ यसमा मैले एमआईको अल प्लान्ट प्रोटिनलाई 2 स्कुप लिएको छु, किनकि अहिले चाहिँ मासु चारैतिर बन्द भएको छ। त्यसले गर्दाखेरि चाहिँ मैले एकदम यसको सुपलाई बाक्लो बनाउनुको लागि पनि अहिले मैले यो प्रोटिनलाई एड गरेको हो। त्यस साथसाथै यसलाई मासुको बदलीमा पनि मैले प्रोटिनलाई नै एड गरेको छु। यसलाई मजाले मिक्स गरेर चाहिँ सुपमा एड गरिदिएँ। त्यसपछि यसमा पानीलाई कम्ती एड गर्नुपर्ने हुन्छ। अनि यसलाई मैले मजाले लगाएर चाहिँ चलाएँ। त्यसपछि मैले एउटा भाँडामा पानी उम्लेको पानीमा चाहिँ थुक्पालाई राखेको छु है। यो थुक्पालाई चाहिँ 2-3 मिनट मात्रै पकाउनु पर्ने हुन्छ, बेसी पकाउनु हुँदैन। त्यस पछाडि चाहिँ यसलाई मैले चाहिँ मजाले पकाएर चट्टैसँगले तारेर चाहिँ अन्त एउटा भाँडामा तारेको छु। यसमा मैले ओइल अघि नै पानीमा एड गरेको थिएँ। अन्त यसलाई मजाले सेलाएर एउटा प्यानमा चाहिँ मैले तेललाई एड गरेँ। यसलाई मजाले गरम गरेर चारैतिर फिन्जाएँ है। यसलाई सबैतिर फिन्जाएर चाहिँ अब जुन चाहिँ थुक्पा छ त्यसलाई चाहिँ यसमा एड गरेर मजाले चाहिँ चलाएर दुईपट्टि नै ठिक्कैको फ्राई गर्नुपर्छ, बेसी फ्राई पनि हुँदैन। त्यसपछि यसलाई सर्भ गर्नुको लागि एकदमै रेडी भएको छ। सुप पनि अघि मैले पानीहरू मिक्स गरेर मजाले बनाएको छु। सुप बेसी बाक्लो पनि हुनु हुँदैन, साह्रै पतला पनि हुनु हुँदैन, ठिक्कैको हुनुपर्छ। यो सुप एकदमै टेस्टी भएको छ। मैले अघि मजाले पकाएर यसलाई टेस्ट पनि गरेँ है। यसलाई मैले ठक्कैसँगले ठिक्कै सुपलाई पनि एड गरेँ। त्यसपछि स्प्रिङ अनियनलाई मैले एड गरेको छु। अब चाहिँ एकदमै खानुको लागि रेडी भएको छ। कस्तो लाग्यो तपाईँलाई पनि यो रेसिपी मन पर्यो भने लाइक सेयर कमेन्ट गरिदिनु होला। यदि राम्रो लाग्यो भने फेरि पनि म अरू भिडियो लिएर आउनेछु। थ्याङ्क यू।